लोकसेवा आयोगको परीक्षामा यदि तपाईलाई मूल्याङ्कन गर्नुहोस् भनेर प्रश्न सोधेको रहेछ भने कसरी उत्तर लेख्ने होला त? खासमा मूल्याङ्कन भन्ने शब्दको अर्थ हुन्छ कुनै पनि विषयको मूल्यलाई अङ्कमा उल्लेख गर्नु। तर सबै सामाजिक सैद्धान्तिक विषयको मूल्यलाई अङ्कमा उल्लेख गर्न सकिँदैन। त्यसैले सामाजिक र सैद्धान्तिक विषयको मूल्याङ्कन गर्दा हामीले एउटा संरचना प्रयोग गर्नुपर्ने हुन्छ। यदि तपाईलाई मूल्याङ्कन गर्नुहोस् भनेर सोधेको छ भने सुरुमा के विषयको बारेमा सोधेको हो त्यो विषयको चर्चा गर्नुहोस्, त्यसको परिचय उल्लेख गर्नुहोस्। त्यसपछाडि त्यो विषयको सबल पक्षको बारेमा चर्चा गर्नुहोस्, दुर्बल पक्षको बारेमा चर्चा गर्नुहोस्। त्यसपछि यसको सान्दर्भिकता र औचित्यताको सन्दर्भमा चर्चा गर्नुहोस्। तथ्य तथ्याङ्क र उदाहरणको माध्यमबाट यसको सान्दर्भिकता र औचित्यतालाई पुष्टि गर्ने प्रयत्न गर्नुभयो भने मूल्याङ्कन भन्ने शब्दले मागेको कुरा प्रदान गर्न सकिन्छ। उदाहरणको लागि नेपालमा सङ्घीय शासन प्रणालीको मूल्याङ्कन गर्नुहोस् भनेर सोध्यो भने सुरुमा तपाईँले सङ्घीय शासन प्रणाली भनेको के हो भनेर लेख्नुहोस्। त्यसपछि सङ्घीय शासन प्रणालीका सबल पक्ष के हुन् र सङ्घीय शासन प्रणालीका दुर्बल पक्षहरू के हुन् भनेर लेख्नुहोस्। त्यसपछि नेपालमा सङ्घीय शासन प्रणालीको औचित्यता र आवश्यकता कस्तो छ, प्रभावकारिता कस्तो छ भन्ने कुरा केही तथ्यहरूबाट, केही तथ्याङ्कबाट र केही उदाहरणबाट तपाईँले पुष्टि गर्न सक्नुहुन्छ। कुनै कुनै विषयको औचित्यता बढ्दै गएको हुनसक्छ, कुनैको घट्दै गएको हुनसक्छ। औचित्यपूर्ण भएको विषयको पनि प्रभावकारिता कमजोर भएको हुनसक्छ। यी विषयलाई साङ्गोपाङ्गो मिलाएर हजुरले आफ्नो उत्तर प्रस्तुत गर्न सक्नुहुन्छ। यति भयो भने मूल्याङ्कन गर्नुहोस् भनेर सोधेको प्रश्नको सम्बोधन गर्न सकिन्छ।